लासो फेबुला टसिदेले र आज पनि म यहाँहरूमाझ उपस्थित भइसकेको छु र मैले दिनदिनकै योगफलहरूको बारेमा यहाँहरूलाई जानकारी गराउँदै आइरहेको छु र यसै क्रममा आज पनि मैले यही आउँदो असार 1 गते आइतबारको दिन र असार 2 गते सोमबारको दिन र इङ्ग्लिस डेटको जुन महिनाको 15 तारिक र 16 तारिकको दिनको योगफलहरू के कस्तो रहेछ त्यस विषयमा यहाँलाई जानकारी यस भिडियो मार्फत जानकारी गराउन गइरहेको छु र त्यस दिनमा चाहिँ असार 1 गतेको दिन चाहिँ चतुर्थी इन्सु चुगु भनेको 19 गते छेपा है छेपा 19 गते त्यस दिनमा कपाल काट्यो भने चाहिँ साङदाङ ढोक भनेको चाहिँ असल मित्र र असल व्यक्तिसँग भेट हुने भनेर बताएको छ त्यस दिनमा है अनि त्यस दिनको योगफल चाहिँ यो सामे भनेको चाहिँ माटो र अग्नि है माटो र अग्नि र त्यस दिनमा चाहिँ सोक्पे जुरो ढुङ्गाल के भने चाहिँ यो एकदम दुःख उत्पन्न हुने यो है दुःख उत्पन्न हुने सङ्घात हुने विवाद हुने अनि अरूलाई दुःख दिने कामहरू भनेर बताएको छ है र अनि त्यस दिनको छुमे नक्षत्र चाहिँ छुमे भनेको चाहिँ उत्तरसडा नक्षत्र रहेछ त्यस दिनको लो वर्ग चाहिँ जमिन बाघ साखम जमिन भइहाल्यो बाघ वर्ग है त्यो दिनको लो वर्ग चाहिँ अनि त्यस दिनमा चाहिँ यो आनन्द दियोग ठोइचेन भन्छ आनन्द दियोग चाहिँ एकदम महा हो यो चाहिँ गत लाङपो भन्छ है लाङपो भनेको गत भनेको चाहिँ सम्पूर्ण कार्यहरू पुरा भएर जाने सफल भएर जाने एकदम राम्रो योग रहेछ र त्यस दिनमा सिगी नामको मृतकहरूको कामहरू नगर्नु भन्छ मृतक मान्छेको लागि भोज भतेरहरू पनि नगर्नु उत्तम हुँदैन राम्रो छैन भनेर राम्रो हुने छैन र त्यस दिनको पार्खा चाहिँ लि है लि अनि यो मकर राशि चाहिँ त्यो दिनको मकर राशि है असार सङ्क्रान्ति पनि रहेछ त्यस्तै गरेर 2 गते सोमबार चाहिँ तपाईँहरूको यो निसु भनेको 20 टिबिटेनको छेपा 20 यस दिनमा चाहिँ कपाल काट्यो भने चाहिँ लोकङ होङ भनेको चाहिँ भोग प्यास एकदम बढेर जाने है अनि त्यस दिनमा चाहिँ र त्यस दिनको लो वर्ग चाहिँ फलाम खरायो च्याखम फलाम वर्ग र खरायो वर्ग है त्यस दिनमा जन्मिएमा बच्चा बच्ची जन्मियो भने चाहिँ त्यो महिनाको दिनको लो चाहिँ फलाम खरायो वर्ग भेट्ने छ है फलाम खाम खरायो वर्ग अनि नक्षत्र चाहिँ ढोसिन भनेको चाहिँ अभिजित नक्षत्र है अभिजित नक्षत्र अनि योगफल चाहिँ साछु भनेको माटो प्लस पानी मिलन भएको है लङ्चे जुरो सिन्धुके भनेको चाहिँ एकदम शान्ति सुख शान्तिको योग मनोरञ्जन कार्यहरूमा एकदम लाभ हुने है लाभ भएर जाने र योगफल पनि राम्रो रहेछ त्यस्तै गरेर आनन्द दियोग ठोइचेन भन्छ है आनन्द दियोग पनि दुङ भनेको शुभ सबै कार्यहरू चाहिँ शुभ भएर जाने सबै कार्यहरू गर्दा चाहिँ शुभ एकदम लाभ भएर जाने आनन्द दियोग पनि एकदम राम्रो रहेछ त्यस दिनमा र त्यस दिनको पार्खा चाहिँ खोन अनि त्यस दिनमा यात्रा के अरे छुजा भनेको यात्रा गर्नु हुने टाढो यात्राहरू चाहिँ नगर्नु होला हजुरहरू गयो भने पनि एकदम राम्रो समयको साइतहरू हेरेर जानुभएको हुन्छ अथवा जानै पर्ने भयो नि घरमा यसो बिहान यसो बत्ती बालेर आफ्नो इष्टदेव हिताम इष्टदेवहरूको जप मन्त्रहरू गरेर जानु निस्किने बेलामा त्यस्तो जपहरू गरेर निस्किनु होला अनि अलिक राम्रो हुनेछ अलिक उत्तम हुँदै जान्छ र त्यस दिनमा चाहिँ लुथे भनेको नाक जाग्ने दिन यो नाक जाग्ने दिनमा चाहिँ एकदम नाकको पूजाहरू गर्नुभयो भने चाहिँ एकदम फलिभाव हुन्छ है नाकको पूजाहरू गऱ्यो भने चाहिँ धन सम्पत्ति वृद्धि हुने हामीले जति नाकलाई खुसी पार्न सक्यो त्यति नै फलिभावहरू हुने भन्छ है यो नाकको पूजा गर्ने बेलामा चाहिँ हजुरहरूले यो 3 दिन अगाडि नै लसुन प्याज अदुवा मासु मांसहरू केही नखानु होला एकदम शुद्ध भएर गर्नु भने चाहिँ एकदम फलिभाव हुन्छ है अनि त्यस कारणले गर्दा चाहिँ यसरी गर्नु भने चाहिँ एकदम राम्रो भएर जानेछ याङहरू घरमा याङहरू आउनेछ फलिभाव भएर जानेछ र त्यस दिनको पार्खा खोन अनि राशि चाहिँ मकर राशि त्यस दिनको राशि चाहिँ के पर्यो मकर राशि है अनि मेल्ला ग्याल्पो अग्निदेवको पनि त्यो दिन तिथि रहेछ अग्नि यो झिन्सेको होमहरू गर्नु होम पूजाहरू गर्नु भने चाहिँ एकदम राम्रो भएर जान्छ है होमको लागि पनि एकदम साहित्य रहेछ र त्यस्तै गरेर यहाँहरूलाई यस भिडियो के कस्तो लाग्छ लाइक सेयर सब्सक्राइब गरिदिनु होला र साथीभाइहरूलाई मन परेको साथीभाइहरूलाई पनि सेयर गरिदिनु होला र आगामी भिडियोमा पनि यहाँलाई यस्तै दैनिक रूपमा दिनदिनकै योगफलहरूको के कस्तो रहेको छ शुभ अशुभ फल के गर्नुहुने यसबारेमा
यस विषयवस्तुमा म जानकारी लिएर उपस्थित हुने नै छु र यति भन्दै यहाँहरूमा आज अहिलेको लागि बिदा हुन चाहन्छु। लासो फेबुला टसिदले।